पाक्दैछ। मेरो छोराले पनि हेऱ्यो भने छोरा त पनि आइसक्यो पकाएर खुवाउँछु। बस्तीको कुखुरा राखिदिएको छु हो छोराको लागि। बस्तीको कुखुरा किनेर ल्याएर राखिदिएको छु। मेरो ठुलो छोराको लागि पनि कहिले आउँछ मेरो छोरालाई पनि यसरी लेग पिस बनाएर खुवाउनु पर्ने छ। आज चाहिँ धेरै दिनमा चाहिँ आज लेग पिस खानु मन लाग्यो, त्यही कारणले चाहिँ लेग पिस बनाएर खाएको। पाक्दैछ यसरी। टाइम चाहिँ लाग्छ पुरा यो पाक्नको लागि हो, त्यो कारणले गर्दा चाहिँ। अब पकाउनु थालेको तेल खर्यो हो। पकाउँदैछु। टमाटर काटेर रेडी, लसुन केलाएर रेडी, अदुवा खोर्सानी प्याज काटेर रेडी पारेको छु। अन्त यहाँ लेग पिस चाहिँ लेग पिस खुवाउनु पर्यो भनेको, लेग पिस पकाउनु पर्यो भनेर लेग पिस बनाइरहेको छु, काटिरहेको छु। मासु रेडी छ। ल साथीहरू राखेँ।